मेरो प्यारो भाइलाई धेरै धेरै बधाई। कस्तो लाग्दैछ तिमीलाई? ठिक छ। रमाइलो लागिरहेछ? के हो तिमी? सो हजुरहरूलाई पनि धेरै रमाइलो भइरहेछ होला भन्ने मैले आशा गरेको छु है। खै एकचोटि हो भनिदिनुहोस् त। ल अहिले चाहिँ मजा आयो है। ल हाम्रो विशेष अतिथिहरूले चाहिँ आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। प्यारो अङ्कल आन्टी, मेरो प्यारो प्यारी बहिनी, प्यारो भाइ एकदमै खुसी हुनुहुन्छ है। त्यही भएर मेरो भाइले चाहिँ हजुरहरूको लागि केही 2-4 शब्द भन्दैछु भनेर भन्दै हुनुहुन्छ। त्यसैले मैले यो माइक चाहिँ उहाँलाई दिएँ है। अब नमस्कार। मेरो हजुरबुवा, हजुरआमा, बाबा, मम्मी, अङ्कल, आन्टी, दाजु, भाइ, दिदी, बहिनी, स्वागत छ मेरो पार्टीमा। मेरो वर्तमानमा आशीर्वाद दिन आउनुभएकालाई धेरै माया छ। इन्जोय द पार्टी। अब चाहिँ आन्टीले पनि केही भन्न चाहन्छु भन्दै हुनुहुन्छ होइन। अब मैले आन्टीलाई माइक दिएँ है त। नमस्कार सबैजनालाई। आज मेरो छोराको सुवर्ण अवसर वर्तमानमा आउनुभएका, आशीर्वाद दिन आउनुभएका सबैजनालाई धेरै धेरै नमन गर्दछु। हजुरहरूको आशीर्वादले मेरो छोराले प्रगति गर्दै जाउन्, राम्रो उन्नति प्रगति गर्दै जाउन्। मेरो छोराको आज यो सुवर्ण अवसर आज वर्तमान परेको दिन चाहिँ मैले एउटा छोटो कविता भन्न गइरहेको छु। आजको यो पवित्र दिन मेरो मुटुको टुक्रा जीवनको नयाँ अध्ययनमा पाइला चाल्दैछ। हिजोसम्म सानो हात समाएर हिँडाएको बाबु आज आफै आफ्नो बाटो चिन्न थालेको देख्दा मन खुसीले भरिएको छ र अलि भावुक पनि। वर्तमान केवल संस्कार होइन, यो त जिम्मेवारी, अनुशासन र सही बाटो रोज्ने प्रतिज्ञा हो। बाबु, जीवन जहाँ गए पनि सधैँ राम्रो सोच, राम्रो काम गर, मान्छेपन कहिले नछोड। र एउटा कुरा सधैँ सम्झ, तिमी जहाँ भए पनि, जे परिस्थिति आए पनि तिम्रो आमा बुवा सधैँ तिम्रो साथमा छन्। हामी तिम्रो सबैभन्दा ठुलो सास हौ। हार्दा पनि हामी तिम्रो साथमा, जित्दा पनि हामी तिम्रो छेउमै। हामीलाई तिमी माथि गर्व छ आज र सधैँ रहनेछ। भगवानले तिम्रो जीवन सधैँ खुसी, सफलता, उज्जवलले भरिदिउन्। धन्यवाद। थ्याङ्क यू रिसोन। अब चाहिँ रिसोन र मेरो होइन, मेरो हल्का सिङ्गल आउँदै थियो, अलिकति के मिसिङ भयो जस्तो लाग्दै थियो हजुरहरूलाई। अब रिसोन आइसक्यो, अब पुरा हुन्छ। त्यसैले यति भन्दै मैले डान्सको लागि चाहिँ वेलकम गर्न चाहे हाम्रो प्यारो खड्का फ्यामिलीलाई। थ्याङ्क यू।
मोर डिजर्भ गर्थ्यो होइन यो डान्सलाई। यसलाई सकेसम्म अहिले हामी फेरि वान्स मोर गर्नेछौँ लास्टमा हामीसँग टाइम बच्यो भने। र अब एकदम दामी डान्स लिएर आउँदै हुनुहुन्छ मलाई मनपर्ने तरकारीमा मुला। अब आउँदै हुनुहुन्छ आफ्नो डान्स लिएर नयाँ दुलै र नयाँ दुला। That's none other than Mr. Bilan Subadi and Elisa Kuwar Subadi.
कति राम्रो पर्फर्मेन्सहरू हो रातभरि ओ माई गड यस्तो खुसीको माहौल छ होइन अर्को पनि डान्स पर्फर्मेन्स छ त्योभन्दा अघि चाहिँ मलाई एउटा कुरा भन्न मन लागिहाल्यो क्या हेर्नु न यस्तो राम्री केटी बसेको छ साइडमा होइन एउटा यस्तो एक दुईवटा कुरा त भन्नै पर्ने हुन्छ मैले है उसको हरेक शब्दले मेरो मन छुन्छ के उसको हरेक शब्दले मेरो मन छुन्छ रिसोन मैले तिमीलाई माया गर्दा कस्तो हुन्छ रिजेक्ट खायो अब यदि भन्दै म अर्को पर्फर्मेन्स बोलाउन चाहेँ है त अब आउँदै हुनुहुन्छ हाम्रो प्यारी एकदमै राम्री प्यारी बहिनी सान्वी
हुन्छ मेरो आउँदै जाँदै गर्नु है सबलाई राम्रा आउँदै जाँदै गर्नु है सबलाई राम्रा आमाले फेरि कस्तो छोटो बोलिदिनु भयो मिठो बोलिदिनु भयो है यति हुडिङ आयो क्या म त माइक आमालाई दिन्छु होला है म अब आमालाई बोल्न लाउँछु अबदेखि म त बोल्दिनँ मेरो उयो त कोही गराउँदैन म त घर जान्छु अब
आए कि समझा दो तुझे पत्ती से भी इतना जाए फील करे वो जिसको यहाँ नहीं करना वो जाके अपने भैंस चराए पार्टी शुरू हुई है सबै कुरामा नभइदियो तिम्रो सामु सबै कुरामा नभइदियो
ऐसा बड़ी बीमारी धीरे धीरे ऐसा बड़ी बीमारी धीरे धीरे बन जाए ना कोई कहानी छड्के आयो भाँजे कि रूप सुन्दर मेरे हजुर देखो रूप सुन्दर मेरे हजुर